यो गाँजाको रुख हो। यो गाँजा आफैमा कसरी नराम्रो हुन सक्छ? गाँजाबाट कपडा पनि बनिन्छ, औषधि पनि बनाइन्छ र कसैले यो गाँजालाई प्रयोग गरेर आफ्नो जीवन बर्बाद पनि गर्छन्। त प्रयोग गर्ने व्यक्तिमा भर पर्छ कि यसलाई कसरी प्रयोग गर्ने। त वस्तु आफैमा राम्रो वा नराम्रो हुँदैन, त्यसलाई प्रयोग गर्ने व्यक्तिहरू त्यसलाई के का लागि प्रयोग गर्छन् भन्ने कुरा चाहिँ राम्रो वा नराम्रो हुन्छ। त्यही पुलिस चोरहरूको लागि एकदम भयङ्करी डरलाग्दो हुन्छ भने साधारण जनताको लागि सुरक्षाकारी हुन्छ। त्यस्तै गरेर संसारमा हामीले कुनै पनि वस्तु राम्रो वा नराम्रो भनेर डिक्लेयर गर्नुभन्दा पहिला यो कुरालाई विचार गर्नुहोस्, तपाईँ के चाहनुहुन्छ त्यो वस्तुबाट। कोही व्यक्ति राम्रो वा नराम्रो भनेर भन्नुभन्दा अगाडि तपाईँ विचार गर्नुहोस् त्यो व्यक्तिबाट तपाईँ के एक्सपेक्टेसन राख्नु भएको थियो जसले गर्दा आज तपाईँले त्यो व्यक्तिलाई नराम्रो भन्दै हुनुहुन्छ। त्यो व्यक्ति जसलाई तपाईँ हेर्न पनि चाहनुहुन्न, कसैको प्रिय मान्छे पनि त हुन सक्छ नि। त्यो व्यक्ति जसलाई तपाईँ धेरै माया गर्नुहुन्छ, त्यो व्यक्ति कसैको दुश्मन पनि त हुन सक्छ नि। त कोही प्रिय हुन्छ, कोही दुश्मन हुन्छ, यो सबै कसले निर्धारण गर्छ? हामी आफै निर्धारण गर्छौँ। हामीले कसैलाई दुश्मन बनाउँछौँ, कसैलाई प्रिय बनाउँछौँ, सबै कुराहरू मनमा निर्धारण हुन्छ। तपाईँको धारणासँग मिल्नेवालाहरू प्रिय हुन्छ, तपाईँको धारणासँग नमिल्नेवालाहरू दुश्मन हुन्छ। आफ्नै धारणालाई बदल्नुपर्छ पहिला, अनि त्यसपछि बल्ल संसारमा सबैजना प्रिय लाग्न थाल्छ। हरे कृष्ण।